हेलो गुड मर्निङ सबैजनालाई। आज चाहिँ बेबीको हात र खुट्टाको यो थम्ब के भनौँ, चित्र भनौँ कि थम्ब के भन्छ है, त्यो बनाउँदैछु। मलाई चाहिँ एकदमै धेरै रहर लागेको थियो। यो मेरो सेकेन्ड ट्राई हो है। मैले चाहिँ योभन्दा अगाडि चाहिँ एकपल्ट बिगारिसकेको हो। यो चाहिँ अर्को ट्राई गरिरहेको छु। त्यही पनि सोचे जस्तो त भएन, एकदमै धेरै गाह्रो हुँदो रहेछ है बेबीको यो बनाउनको लागि चाहिँ। तैपनि जस्तो जस्तो भए पनि एकदमै रहर लागेको भएर मैले चाहिँ यसरी बनाउँदैछु। यदि हजुरहरूले पनि यसरी बनाउन मन छ भनेदेखि ट्राई गर्नुहोस्, पछिसम्म मेमोरिज हुन्छ। तर गाह्रो त हुन्छ, खुट्टाको त त्यति गाह्रो हुँदैन, तर हातको चाहिँ बनाउनलाई अलिकति गाह्रो हुन्छ। तर मैले चाहिँ मलाई पनि एकदमै गाह्रो भयो है, तर यतिसम्म चाहिँ गरेको छु। हजुरहरूलाई म फुल रेडी भइसकेपछि फेरि हजुरहरूलाई म देखाउँछु है त। मैले चाहिँ यसरी बनाएँ, तर धेरै मिहिनेत भएको छ। अनि कलर पनि मेरो चाहिँ सिल्भर आएछ, किनकि गोल्डन भयो भने अझै बेस्ट। हजुर थ्याङ्क यू वाचिङ एन्ड सब्सक्राइब। थ्याङ्क यू अल।